लगायत आज चाहिँ म मासु अब चाहिँ मैले कस्तो मासु बनाउँछु भन्नु होला। मैले चाहिँ प्याज भुटेँ, थोरै चलाएँ, अनि पछि चाहिँ थोरै खुर्सानी हालेँ, लसुन अदरक पेस्ट। त्यसपछि हालिसकेपछि मैले थोरै चलाएँ यसलाई यति गरिसकेपछि मैले फेरि अदरक यो जिरा धनियाँको मसला पिसेर राखेको थिएँ, यसलाई पनि थोरै एड गरिदिएँ। यति एड गरिसकेपछि फेरि चलाएर फेरि बेसार हालेँ, किनकि बेसार जरुरी हुन्छ। बेसार पछि मैले चाहिँ मासु हालेँ। फाइनली मासु हालिसकेपछि अब चाहिँ मैले थोरै यसलाई चलाएँ, थोरै चलाएर अब ढक्कनले मैले थोरै पानी हालेर छोपिदिन्छु। त्यसपछि हल्का मैले पावर बढाएँ। ल मैले चाहिँ घप्पनले छोपिसकेपछि 10 मिनटपछि चाहिँ मासुको यस्तो छ हालत, मस्त भएको छ। अब चाहिँ थोरै यसलाई फेरि 10 मिनट टमाटर हालेर छोडिदिन्छु। फाइनली गाइस अब चाहिँ हाम्रो मासु बन्ने तयारीमा छ। अबको 10 मिनटपछि मासु चाहिँ रेडी हुन्छ। ल यति गरेपछि मासु बन्यो गाइस।